हेलो साथीहरू, म कुसुम गुरुङको तर्फबाट धेरै धेरै माया अनि धेरै धेरै सम्झना हजुरहरूलाई गुड मर्निङ, नमस्ते, शुभ बिहानी भन्न चाहे। म आज बिहानै उठेर ओट्स पनि खान्छु, ओट्स पनि पकाउँछु अनि प्याक गराउँछु यसैको भनेर मैले पकाइसकेको छु। प्याक गराउनलाई यहाँ लिइसकेको छ। प्याक लिन किन्न नि परेन, पैसा पनि धेरै लागेन, आफैले नि खान पाइयो। दिनै रिङ्कलको लागि साथीहरू, हामी 40-45 कटेकालाई यो दिनै पार्लर धाउनभन्दा रिङ्कल अब सबैको चाहना हुन्छ नि त, मेरो रिङ्कल नहोस् अनि के भन्छ अरे फेस क्लियर होस् भन्ने चाहना सबैको हुन्छ नि त। अनि त्यही भएर मैले आज ओट्स पकाएँ अनि थोरै यसमा राखेँ, थोरै राखेर यहाँ पानीले घोलेको छु। अनि यहाँ लाउने रिङ्कल हाट्छ, मसाज गर्ने, सकेसम्म आफूले सक्दो मसाज गर्ने, यसरी धेरै मसाज गर्ने। अनि कहिले कसो मलाई त किनभने म त अल्छी लाग्छ, अल्छीको पोक हो, कहिले कसो गर्छु। ओट्स पकाउने बेलामा थोरै निकाल्यो अनि थोरै पानीले घोल्यो अनि त्यसमा घोलेर लाउने अनि रिङ्कल हट्छ। सधैँ यस्तो गरेर सधैँ गऱ्यो भने रेगुलर रिङ्कल घट्छ है हजुरहरू, रिङ्कलै बस्दैन अनि दागहरू नि खासै हुन्न।